यो कथा पोखराको त्यो कञ्चन फेवा ताल र माछा पुच्छ्रेको शीतल छायाबाट सुरु हुन्छ, जहाँ आर्यन र मायाले एक अर्काको आँखामा आफ्नो संसार देखेका थिए। उनीहरूको प्रेम केवल दुई शरीरको मिलन मात्र थिएन, बरु एउटा यस्तो पवित्र वाचा थियो जहाँ उनीहरूले सँगै जिउने र सँगै मर्ने कसम खाएका थिए। तर समयको क्रूर पदचाप र गरिबीको छायाले उनीहरूको त्यो सानो संसारलाई घेर्न थाल्यो। आर्यनकी आमा सुशीला, जसले आफ्नो छोरालाई अभावको भुमरीबाट निकालेर एउटा सुखी भविष्य दिने सपना बुनेकी थिइन्, उनले आर्यन र मायाको प्रेमलाई आफ्नो सपनाको बाधक देखिन्। जब अस्ट्रेलिया जाने पक्का भएकी र नर्सिङ पढेकी सृजनाको प्रस्ताव आयो, तब सुशीलाले आफ्नो ममतालाई एउटा घातक अस्त्रको रूपमा प्रयोग गरिन्। उनले रोगको बहाना बनाउँदै र आफ्नो मरण सन्निकट रहेको झुटो अभिनय गर्दै आर्यनलाई भावनात्मक रूपमा यति कमजोर पारिन् कि आर्यनले आफ्नो मुटुमा ढुङ्गा राखेर मायाको हात छोड्न र सृजनासँग लगनगाठो कस्न बाध्य भयो। ऊ अस्ट्रेलिया त उड्यो, तर उसको आत्मा भने पोखराकै ती गल्छेडाहरूमा अलपत्र छोडिएका सपनाहरूसँगै रोइरह्यो। यता आर्यनको अकल्पनीय धोकाबाट मर्माहत भएकी मायाको जीवनमा अर्को वज्रपात आइपर्यो। परिवारको दबाव र समाजको डरले उसलाई रमेशसँग विवाह गर्न बाध्य तुल्याइयो। रमेश एक इमानदार र सोझो युवक थियो, जसले वैदेशिक रोजगारीका लागि आफ्नो सर्वस्व धितो राखेर दुबईको भिसा हात पारेको थियो। विवाहको मण्डपमा बस्दा मायाको आँखाबाट खसेका आँसुलाई सबैले बिदाईको पीडा ठाने, तर ती आँसु त एउटा जिउँदो लाश बनेको उसको अस्तित्वको चित्कार थियो। विडम्बना कस्तो भयो भने विवाह भएको केही दिनमै सिन्दुरको रङ नपखालिँदै रमेश आफ्नो सपना र ऋणको भारी बोकेर मरुभूमिको तातो हावा खान दुबई उड्यो। यसरी दुई प्रेमीहरू दुई फरक महाद्वीपमा पुगे। एउटा सिडनीको चिसो सडकमा आफ्नो प्रेमको शव बोकेर हिँडिरह्यो भने अर्की नेपालको एउटा सुनसान कोठामा सम्झनाका झिल्कीहरूसँगै जलिरही। रमेश दुबईमा रगत र पसिना एक गर्थ्यो ताकि मायालाई सुखी राख्न सकोस्, तर उसलाई के थाहा थियो र उसले पठाएको पैसाले मायाको रित्तोपन कहिल्यै भर्न सक्दैन थियो। अस्ट्रेलियामा आर्यन र सृजनाको जीवन बाहिरबाट हेर्दा भव्य देखिन्थ्यो, तर भित्रभित्रै त्यो एउटा खोक्रो परवाल जस्तै थियो। आर्यनले सृजनालाई कहिल्यै आफ्नो श्रीमतीको रूपमा स्वीकार गर्न सकेन। उसको लागि सृजना केवल एउटा माध्यम थिइन् जसले उसलाई यो परदेश पुर्याएकी थिइन्। सृजनाले बिस्तारै आर्यनको मौनता र उसको झुलिएका आँखाहरूमा लुकेको रहस्य पत्ता लगाइन्। जब उसले आर्यनका पुराना डायरी र मायाका तस्विरहरू फेला पारिन्, तब उसलाई महसुस भयो कि उसले एउटा मान्छेलाई त पाइन्, तर उसको मन भने कहिले आफ्नो हुन सकेन। यता दुबईमा रमेशले पनि गाउँका साथीभाइबाट माया र आर्यनको पुरानो सम्बन्धको बारेमा थाहा पायो। उसले सम्झ्यो किन मायाले कहिल्यै उसँग आँखा जुधाएर कुरा गरेकी थिइनन्, किन उनी सधैँ टोलाइरहन्थिन्। यो वास्तविकता जब चारैजनाको अगाडि एउटा नमिठो सत्य बनेर आयो, तब उनीहरूको जीवनको जग नै हल्लियो। आर्यन र मायाको प्रेमको बलिदान त भएको थियो नै, तर त्योसँगै सृजना र रमेशको निर्दोष जीवन पनि एउटा कहिल्यै निको नहुने घाउ बनेर बल्झियो। कथाको अन्त्य झन हृदयविदारक छ। आर्यन, जसलाई लाग्थ्यो कि उसले आमाको लागि आफ्नो खुसी त्यागेको हो, उसलाई आमाको त्यो झुटो रोगको रहस्य थाहा हुन्छ। उसले सबै कुरा छोडेर नेपाल फर्किने निर्णय गर्छ, तर जब ऊ आफ्नो गाउँ पुग्छ, उसले मायालाई त्यहाँ पाउँदैन। माया, जो समाज र आफ्नो परिवारको नजरबाट बच्नको लागि आफै वैदेशिक रोजगारीमा जाने निर्णय गरेर कतै टाढा गइसकेकी हुन्छन्। रमेश दुबईको मरुभूमिमा एकान्तमा हराउँछ भने सृजना अस्ट्रेलियामा आफ्नो पहिचान खोज्न एक्लै सङ्घर्ष गर्छिन्। भविष्यमा यी चारै पात्रहरू भौतिक रूपमा त सफल होलान्, तर भावनात्मक रूपमा उनीहरू सधैँ रित्तो रहनेछन्।
आर्यन कहिल्यै कसैलाई माया गर्न सक्दैन। मायाका आँखाहरूमा सधैँ एउटा गहिरो शून्यता नाचिरहनेछ। यो कथाले नेपाली समाजको त्यो तीतो पाटोलाई देखाउँछ जहाँ एउटा भिसाका लागि भावनाहरूको व्यापार गरिन्छ र अन्ततः प्रेम मात्र होइन, मानवीय संवेदना पनि परदेशको कुनै कुनामा बेवारिसे भएर मर्छ। आफ्नो भूगोलमा एक्लै मरिरहेका जिउँदा लासहरू जस्तै।